sunset and it's lovely. हेलो एभ्रिवान, नमस्ते सबैजनामा तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म माउन्ट इफ्यूको लागि ट्रेकिङ गर्न जाँदैछु। म बस्ने ठाउँबाट करिब गाडीमा गयो भने चाहिँ 1 घण्टा जति लाग्छ त्यहाँ पुग्न। अनि त्यहाँबाट ट्रेकिङ गर्न त्यो डाँडाको इफ्यूको ट्रेकिङ गर्न चाहिँ लगभग 3 घण्टा लाग्छ। चढ्न मात्रै 3 घण्टा अलि बेसी नै लाग्छ होला है। अहिले चाहिँ ठिक दिउँसोको 11 बजिसक्यो। म बिहानै उठ्नुपर्ने। अब मस्त सुत्दियो, हिजो बेलुका ढिलो सुतेको चाहिँ त्यो भएर त्यसको। अनि अहिले चाहिँ म यहाँ घरबाट मेरो यो सानो गेन्चुकीमा जानेछु यसमा है। So guys, let's go. बाजेहरु चाहिँ गएर पनि फगिसके छ है। म चाहिँ भर्खर जान खोज्दैछु। अहिलेको टाइम चाहिँ 12:30 भयो है। Many sliding accident रे, fully occupied रे, एक्स अफ क्लाइम्बिङ रे, त्यस्तो हुन्छ है। आजको वेदर चाहिँ ठिक छ, मैले सब वेदर हेरेर आएको। अहिले चाहिँ म यहाँ छु हैन। म सिधै वेस्ट पिकमा पुग्छु होला आज। वेस्ट पिक र स्पिक रहेछ है। वेस्ट पिकसम्म जान्छु। वेस्ट पिक भनेको चाहिँ त्यो डाँडा हो मेबी है, सम्भवतः म त्यहाँ पुग्छु। अनि यसको हाइट चाहिँ 1583 मिटर है यसको। अनि यहाँ चाहिँ के छ है, आफ्नो अब नेम सब डिटेलहरु लेखाएर जाने हो क्या रे। तर म चाहिँ भएर देखाउँदिन होला सम्भवतः है। यस्तो छ, इसलिए जानु पर्ला, काम लाग्छ माथि। I'll keep this one for my map. यसो म्यापको लागि दिँदैछु म। So guys, let's go. आज म हान्छु त्यो डाँडा, फुल हान्छु कसम है। चस्मा चाहिँ ल्याउनु पर्ने रहेछ क्या। म जंगलतिर छिर्दैछु है। यहाँबाट चाहिँ इफ्यूको टपमा पुग्न ठ्याक्कै 2 आवर लाग्ने रहेछ। सो लेट्स गो। कोही छैन जंगलमा, जाँदैछु म। सो गाइस लेट्स गो है त। अब के हुन्छ माथि म देखाउँछु हजुरहरुलाई। जंगलको अवस्था चाहिँ यस्तो छ, सुनसान छ है। मजाको छ यो शीतल। लेट्स गो। Look at the view guys, look at the view. बबाल देखिरहेको छ डाँडाहरु है। मेरो पार्किङ गरेर आएको चाहिँ त्यहाँनिर हो, त्यहाँनिर यस्तो माथि आइसकेको छ कि म आमा। त्यो डाँडा पनि जान मन छ, तर अहिले झर्ने बेलामा सम्भवतः भयो नि म त्यो डाँडामा पनि पुग्छु। बबाल देखिरहेको छ गाइस। ल हेरौँ त। ओ माय गॉड, फिश। यही हेर्न आएको नि त म हैन। यही त हेर्न आएको। अनि दिस अन्त बवाल बवाल छ बवाल। अझै माथि जाउँ, त्यो डाँडा पुग्नु छ मलाई। त्यो हैन ल, यतापट्टिको डाँडा चाहिँ पुग्ने, त्यो चाहिँ अलिकति गाह्रो छ अरे चढ्नलाई है। सो बब्बाल भ्यू देख्यो गाइस, बब्बाल हैन त। हो हेर्नुस् त, फक म्यान।
सो म चाहिँ बाटोभन्दा हल्का यता हेरेको नि त बाटैबाट त देखिँदैन नि त दिगो होइन त्यस्तो हुँदै आएको छ माथि माथि ओ यही हो त बाटो ल हेर्न सक्नुहुन्छ बाटो माथि चाहिँ यस्तो यस्तो हुँदै आयो है सेट भालुले त एट्याक हान्दैन नि के होइन हो बाटो त यही होला यो बाटो केही बाटै छैन यो भन्दा है यस्तो भयो बाटो ए भ्यू त एङ्गल छ गाइस एङ्गलबाट भ्यू त ल हेर्नु है ओ टिट बाबा त्यही भएर गाइस ओ शिट म्यान यहाँबाट हेर न भ्यू यु गाइस क्यान्ट बिलिभ यार यस्तो भ्यू देखिन्छ यहाँबाट ओ माई गड हेर्ने त गाइस भ्यू 1 2 3 गो शिट ओ होइन यो सिटी चाहिँ युफिन सिटी पर्यो त्यही भएर यो डाँडाको नाम चाहिँ युफु भयो होला सम्भवतः मेबी है यो सिटी चाहिँ युफिन सिटी पर्यो यो सिटी चाहिँ चारैतिर डाँडाहरूले घेरेको छ क्या होइन त्यहाँनिर रोड बवाल अब्बा सो गाइस अलमोस्ट डन है अब थोरै छ धेरै छैन नजारा यस्तो देखिँदैछ माथिबाट मान्छेहरू चाहिँ सब फर्किरहेको छ म चाहिँ माथि चढिरहेको छु है त्यही भएर गाह्रो फिल भइरहेको छ जाउँ अब धेरै छैन त्यहाँनिर चुचुरो सरुङ्गाको त्यहाँनिर पुग्ने है गर्मी छ साह्रो मान्छेहरू चाहिँ सब फर्किँदैछ बाटो चाहिँ अलि रफ टाइपको रहेछ So, yeah, bro, here it is, Matai here. Matai आइपुग्छ Matai. ल यतिको हाइटमा आइसक्यो ल अब यहाँबाट के यो यु क्यान गो स्टोन पिक रे फिङ्गर त्यहाँ चाहिँ अलिकति केयरफुल हुनुपर्ने यस्तो छ है ब्युटिफुल है हेर त्यो डाँडा त्यो यो यहाँ तल कस्तो के बवाल छ बवाल लभ इट सो गाइज ल हामी चाहिँ अब यता यो चेनमा क्लाइम्ब गर्दैछौँ यहाँ जापानिज सासी यता दोका दाइजु बुझ्दैछ नि जाइकी मास्यो यस्तो वाला दिन्छ है यो चाहिँ 3 चोटि चढिसक्यो यहाँ ल कतै चढ्दै थियो वाह बवाल तलतिर बवाल
यसले कहाँ कहाँ लान्छ आज त्यतैको भ्यू चाहिँ बवाल छ। हामी चाहिँ यता चढेर अनि अहिले चाहिँ त्यो पारेको डाँडामा जान्छौँ है। देखिने भ्यूहरू चाहिँ बवाल। ट्याङ्की का यिने के हो यता चाहिँ ठाडै उकालो रहेछ त्यहाँ। Oh my god. Look at the view. त्यो जङ्गलबाट आएको फेरि चेन रहेछ यहाँ। चेनमा समातेर चढ्दिउँ। उइसा उइसा Oh my god.やばいね。おお。त्यसपछि भेट्छ यस्तो छ यस्ता बवाल छ कस्तो देखिरहेछ नि गाइज कस्तो भइरहेछ यो हेर यो अब त्यो इजी हो नि इजी होइन यही गर्नु त आएको के चुक्दैन है के भन्छ यसले 3 बजेछ गाइस ना यिने ताそれ別府それどこ別府休憩しましょう。疲れた。よし、아이पु게 हामी चाहिँ डाँडामा Oh my god. केचोकेटे बाटो चाहिँ यस्तो आइपुग्यो हामी पुगिन्थ्यौँ त्यो डाँडा हो कि हामी चाहिँ त्यो डाँडाबाट यो डाँडामा आउँदैछौँ त्यहाँबाट यस्तो झरेर यस्तो यो ठाडे आएर यस्तो
यस्तै त्यो डाँडा पुग्छ त्यहाँ फेरि तल झरेर फर्किन्छ ब्याक बवाल छ गाइस बवाल है बाटो यस्तै हो झाडी झाडी त्यो पहाडमा कसले बाटो बनाउनु पर्ने होइन यस्तो बवालどこबाटो यस्तो आइसक्यो बाटो एकदम हराउने सक्ने टाइपको रहेछ यहाँ चाहिँ यस्तो पहाड त कति चढे चढ्यो उस्यो उस्यो बवाल एक्सट्रिम भइरहेछ एक्सट्रिम मेरो दोस्तलाई Fuck. Shit. बेपु बेपु देखेर यहाँबाट चाहिँ यस्तोमा आइपुगेँ यस ओ सो होइनそれは木島公園ね。木島高原パーク。人अब ठ्याक्क त्यो डाँडामा पुग्ने हामी चाहिँ त्यहाँबाट आजको मिसन पास न त्यहाँ चाहिँ खतरा बाटो रहेछ त्यहाँ पुग्नलाई सकिन्छ कि सकिँदैन ल यस्तो खतरा छ बवाल छ ल याहू याहो सो गाइस हामी चाहिँ अहिले नेक्स्ट डेस्टिनेसनको टुप्पोमा आइपुग्यौँ है हामी चाहिँ 360 भ्यू देखिन्छ अहिलेको टुप्पो चाहिँ उहाँ थियो भने अहिले चाहिँ यसमा छौँ हामी के लेखाएको छ थाहा छैन यस्तो छ यहाँको अवस्था जिसिनका नाइकन
यस्तो बवाल देखाएको छ गाइज। ओहो ल आहा एकछिन हावा खानु पर्यो। यस्तो बवाल देखिरहेछ। हामी अलिकति वहाँ तलपट्टि थियो अघि भूकम्प आउँदा चाहिँ हामी गएको चाहिँ त्यहाँबाट यस्तो चढेर त्यो डाँडा पुगेर तल झरेर ऊ त्यो चुचो चुचो ढुङ्गाहरू छ त्यहाँबाट माथि आएर यस्तरी आएर अहिले यहाँ छौँ हामी। यस बवाल छ ठाउँ चाहिँ। बब्बाल खतरा। अब त्यहाँ हामी त त्यहाँबाट गयो त्यस्तो त्योबाट ढुङ्गाहरू पनि एकदम आगुनाइ छ तर डेन्जर छ। त्यो किता नै ल गाइज अब चाहिँ हामी फर्किनु लाग्यो है। हामीले त्यो दुइटै यामाहरू सब्मिट गरिसक्यो। अब चाहिँ हामी फर्किन्छौँ। अब हामीले फर्किन चाहिँ लगभग त्यही 1 घन्टा अथवा 1.5 घन्टा लाग्छ होला यसले भनेको है जापानिज साथीले। फर्किँदैछौँ अब चाहिँ सिधै ओह्रालो हो क्या अरे त्यो भएर अलिक बिस्तारै जानुपर्छ। फेरि लड्यो भने अलिक आगुनाइ हुन्छ डरलाग्दो हुन्छ। अब चाहिँ फर्किँदैछौँ हामी। मलाई चाहिँ हत्ता पानी प्यास लागिसक्यो अरूभन्दा। पानी नै थोरै बोकेर आएको त्यही भएर यसलाई के माग्नु है छैन यसलाई पनि सकिसकेछ। फर्किन्छौँ हामी। यस्तो छ कति हेर्नु यो सिन है भइहाल्यो। अब फर्किन्छौँ नेक्स्ट टाइम। अब हामी अब अलि अर्कै यामातिर जान्छौँ त्यति बेला फेरि अब अर्को भिडियोहरू म देखाइदिन्छु नि।